हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ न्यू इयर 2082 अनि हामीहरू चाहिँ मौला कालिका दर्शन गर्नको लागि जाँदैछौँ। फर्स्ट अफ अल सबैजनालाई चाहिँ ह्याप्पी न्यू इयर। हामीहरू घरदेखि रेडी भएर चाहिँ मौला कालिकाको फेदीमा चाहिँ आइसकेका छौँ। म छामा मम्मी भाइ बहिनीहरू अब चाहिँ हामी हिँड्दै जाने भनेका छौँ। लेट्स सी। सो गाइज, उहाँ चाहिँ मेरो मम्मी छामा रमिक्स भाइ अनि बहिनी चाहिँ अगाडि हिँडिरहेको छिन्। हामीले चाहिँ अब स्टार्ट गरियो हिँडेरै जाने भनेर। आज चाहिँ हामीहरूले कुर्ता पनि लगाइएन, कुर्ता लगाएको भए चाहिँ राम्रो हुन्थ्यो, बट इट्स ओके। कुर्ता लगाउँदा अलिकति गाह्रो हुन्छ भनेर हामी सबैजना चाहिँ प्यान्टमै आयो। मौला कालिका मन्दिरको चाहिँ प्रवेशद्वार गेट भयो। आज न्यू इयर भएर पनि होला गाइज, धेरै भिड छ। बहिनी तिम्रो इन्ट्रो भएको थिएन, आइ भन। आज धेरै भिड छ गाइज, तर हिँड्नेमा चाहिँ पहिलाको जस्तो त्यस्तो धेरै मान्छेहरू चाहिँ छैनन् अहिले, तर भिड चाहिँ छ। अब हामी बिहान 5 बजे निस्किने भनेको 5 बजे चाहिँ हामी निस्किने भनेको गाइस, तर 5 बजे बल्ल हामी उठ्यौँ। एन्ड देन नुहाई धुवाई रेडी हुँदै 7 बजे चाहिँ घरदेखि निस्केको। हामी 7 बजेर 10 मिनट जाँदादेखि चाहिँ हिँड्न स्टार्ट गरेको। लेट्स सी कति बजे पुगिन्छ माथि। अहिले चाहिँ हामी गणेश मन्दिर आयौँ गाइस। गणेशाय नमः। दामी छ भ्यू गाइस, दामी छ। हाम्रो ग्याङ गाइज, विथ द टाइम हाम्रो एनर्जी पनि डाउन भइरहेछ। मम्मीहरू चाहिँ अझै हुनुहुन्छ, हामी थोरै अलिकतिले चाहिँ लिडमा छौँ। हामी यहाँको त्यहाँनिर तलदेखि हो। सो हामी मान्छेहरू धेरै छन्। अहिले नचल्नु, मलाई अल्टिट्युड सिकनेस भइरहेछ। कमिट भयो भाइ, स्ट्रङ छु, मलाई केही पनि हुँदैन गाइज। अझै 700 स्टेप्स चाहिँ बाँकी रहेछ मन्दिर पुग्न। लेट्स गो। खै त मम्मीहरू भन्दाहरू गइसके। छामा है सजिलो छ है छामा। गाइज, हामी सेकेन्ड टाइम रेस्ट लिँदैछौँ। कस्तो लागिरहेछ मम्मी? रमाइलो लागिरहेछ, हिँड्दाखेरि अलि गाह्रो भएको छ, त्यही हो। गायो बहिनीलाई अब मौला कालिका के मुकाममा मात्र आउने हो, अब हिँड्दै नआउने। छामा केही जाओस् 2-4वटा शब्द? छैन, उहाँलाई गाह्रो भएछ, त्यही भएर उहाँ अलि मोडअपमा हुनुहुन्छ। उहाँकै प्लान होइन, हिँड्दै जाने, हिँड्दै प्लान चाहिँ उहाँको। भुवन हामी सहमति। रोमिक्स सबको हालत खराब भइरहेछ गाइज। हामी मेन उकालोमा चाहिँ छौँ अहिले। अब बिहोस हुनु मात्रै बाँकी छ। कस्तो भने भिड नन छ। रोनिसमा सुत्केरी भयो क्यारे गयो। हामी त्यति बिति हिँडेर कहाँ दिनभरि हिँडेर कहाँ जानुभएको? गलकोट मेघदीबाट। छामा सुत्केरी भएको बेला होला नि। रोनिसमा सुत्केरी। फाइनली गाइज हामी आइयो
आउनु त आइयो तर मन्दिर होइन कहाँ चाहिँ आइयो है म पनि कति धेरै पछि अराउन्ड 2-3 वर्षपछि आएँ क्या हो त्यही भएर मलाई पनि कस्तो नयाँ नयाँ लागिरहेछ यहाँ चाहिँ अर्को बस्ने ठाउँ रहेछ कस्तो छ आस्था छ देउताप्रति लगेर मौलाकालीका जानेमा भिड है लगेर हामीलाई मात्रै गाह्रो भएन सबैलाई गाह्रो भए पनि धर्मप्रति आस्था राखेर सबै आउनु भएको छ बुढाबुढी केटाकेटी सबै हेर कति छ भिड अगाडि त्यति पछाडि त्यति गाइज यहाँ अलिकति चाहिँ स्ट्रेट बाटो रहेछ रमाइलो लाग्यो गाइज केबल कार यहाँ स्टार्ट गरेदेखि चाहिँ म आएको थिइनँ रहेछ ट्याक्क लगाएर केबल कारबाट आउने ठाउँ चाहिँ गेटमा आइसक्यो यो चाहिँ हाम्रो गेट भयो अनि ठ्याक्क यो साइडमा चाहिँ रहेछ केबल कारदेखि आउने ठाउँ यताबाट चाहिँ हिँड्दै आउने तिमी र म मात्र गरे के गर्नु हामी मन्दिरको गेटमा मेन गेटमा पनि पुगेको छैन यहाँदेखि नै यस्तो भिड छ गाइज हामी लाइन चाहिँ बसेको थियौँ बट मम्मीहरूले चाहिँ लाइन नै सरिरहेको थिएन त्यही भएर सकिँदैन हो यताबाट जाउँ भन्नु भयो अनि हामी लाइनबाट निस्क्यौँ कम भिड छ भनेर आएको गाइज तर यता पनि मलाई त्यस्तो कम छ जस्तो चाहिँ लाग्दैन है लागेन यति धेरै हुनुहुन्छ यता पनि मान्छेहरू गाइज अब हामी पूजा गर्नको लागि रेडी हुँदैछौँ जाम यहाँ एकदम भिड छ गाइस हामीहरू पूजा गर्दैछौँ गाइस भुवन चाहिँ हराएको थियो हामीले चाहिँ गर्नुपर्छ भेटायौँ ओके होइन गाइज आज यस्तो दामी देखेको छ मौलाकालिकादेखि भ्यू यो चाहिँ हाम्रो गैँडाकोट राम्रो गैँडाकोट रमाइलो छ गाइज एकदम धेरै भिड छ गाइज धेरै रमाइलो भइरहेछ अघि हामी बसेको लाइन चाहिँ त्यहाँनिर छ अलिकति मात्र देखिएको छ त्यहाँदेखि चाहिँ आइरहेको छन् मान्छेहरू अनि यहाँबाट त्यो लाइनका मान्छेहरू चाहिँ भित्र जान पाउँछन् हामी चाहिँ बाहिर पूजा गरियो यति धेरै भिड छ गाइज हेर्न सक्नुहुन्छ यति धेरै भिड छ हामी हराइसक्यौँ गाइज मम्मीहरू कहाँ जानुभयो थाहा नै छैन हामी हरायौँ कि मम्मीहरू हराउनु भयो आई डोन्ट नो मम्मीले चाहिँ हामीलाई खोजिसक्नुभयो अब मम्मीले छामाहरूलाई यहाँ राखेर हामीलाई खोज्नु जानुभएको अरे अनि हामीलाई खोजेर आउँदाखेरि चाहिँ छामाहरू हुनु हुँदैन कहाँ जानुभयो थाहा छैन गाह्रो छ हामीले पूजा चाहिँ सकियो बल्ल तल्ल अब हामी फर्किँदैछौँ मम्मीहरू चाहिँ उता राख्नुभएको थियो मम्मीहरूले आफ्नो जुत्ता चप्पलहरू हामीहरूले चाहिँ यता राखेको थियौँ त्यही भएर हामीले लगायौँ अब चाहिँ जाँदैछौँ हामी घर फाइनल्ली
कालिकाको विशेषता के हो छामा? मौलाकालिकाको विशेषता यो अमिलो। अरू के भन्छ त्यो अर्को अमिलो कि काँक्रो चटपट अनि के अरे स्टार फ्रुट पानीपुरी ओभरअल यो अमिलो चाहिँ बेस्ट हो सबैमा। गाइज हामी यस्तो चिसो खाएर जाने भने हो यस्तो खेल्दैछ मैले भुवनले 20 हालेको 80 भयो यसको। गाइज यहाँ चटपट खाने कार्यक्रम भइरहेछ। अहिले चाहिँ चटपट खाँदैन। गाइज अहिले 11 बजेको छ अनि हामी चाहिँ अलमोस्ट पुग्न लाग्यो तल। अझै पनि मान्छेहरू माथि जाने मान्छेहरू उस्तै नै छ। यस्तो भिड छ यता। अनि यति नै हो। हामीले हल्का खाजा खायो अनि हामी फर्क्यौँ। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ। लभ यु अल। ह्याप्पी न्यू इयर।